अब यहाँ हामीले सुरुमा पढ्छौँ के गरे विभक्ति पढ्छौँ र विभक्ति पढ्नुभन्दा अगाडि हामीलाई चाहिने भनेको यिनी चिन्हहरू हो। के छ यहाँ ले लाई कन बाट को। जस्तै मानव तपाईहरु हुनुहुन्छ विद्यार्थी हो, विद्यार्थीले के गर्छ पढ्ने काम गर्छ के। अनि पढ्दाखेरि केसको प्रयोग गर्छौं हामी हो कपी कलमको प्रयोग गर्छौं, साधनको प्रयोग गर्छौं। र कसका लागि पढ्छौं आफ्ना लागि पढ्छौं। र त्यसपछि हामी पढिसकेपछि बेलुका कहाँ जान्छौं टक्क छुट्टिन्छौं यहाँ। अनि छुट्टिसकेपछि फेरि हामी घर घर पढ्छौं, भोलि फेरि सम्झिन्छौं, हामी भोलि फेरि स्कुल जानु पर्छ है हैन। हिजोको कार्यलाई हामीले जोड्न पर्छ भन्छौं, यहाँ आएर फेरि के गर्छौं हामी सम्बन्ध गाड्छौं, फेरि यहाँ आएर चाहिँ पढ्छौं। अनि त्यसपछि मेरो घरमा गएर पढाइ बिग्रियो भनेपछि हामी कहाँ बस्छौं यही होस्टेलमै बस्छौं हो। यसरी चाहिँ के भन्छ 7 वटा विभक्ति चाहिँ यसरी थाहा पाउन सकिन्छ। हामी सुरुमा जान्छौं नम्बर 1 मा। कुन विभक्ति छ प्रथमा। अब यो प्रथमा विभक्तिमा कुन चिन्ह लाग्दो रहेछ त ले बाट द्वारा। दोस्रोमा के भन्छ त अब यहाँ लाई र कन यो व्यक्तिले के काम गर्यो त हैन। जस्तै विनोदले भाइलाई पिट्यो, पिट्ने काम गरेको असर मात्रै पर्यो त्यहाँ हो कि नै। कसैलाई केही न के त असर पर्यो नि, समस्या त पर्यो नि। जस्तै आमाले विशाललाई बोलाउनु भयो, यी आमा चाहिँ प्रथम विभक्ति भयो। अनि विशाललाई भने लाई विभक्ति के भयो त द्वितीय भयो, तृतीय विभक्ति तेस्रो। ल रे अब हामीले चिन्ह यहाँ चाहिँ प्रथम विभक्ति र तृतीय विभक्तिमा एउटै छ। अब परीक्षामा चाहिँ सोध्यो तलका मध्ये प्रथम अथवा तृतीय विभक्ति चिन्ह कुन हो भनेपछि हामीले कसरी पत्ता लगाउनु त। पहिलोमा चाहिँ व्यक्तिसँग जोडिन्छ, जो व्यक्ति काम गर्ने पहिलो व्यक्ति प्रमुख हुन्छ त्योसँग चाहिँ के हुन्छ त हो लेबाट अथवा प्रथम विभक्ति चिन्ह हो। अब तेस्रोमा भनेको के रहेछ त फेरि ल हेर साधन के औजार। तर कसरी थाहा पाउने यहाँ कामको असर पर्दो रहेछ। तर यहाँ चाहिँ के हुन्छ फेरि हो फाइदा हुन्छ। कसैलाई फाइदा हुन्छ आफूलाई अथवा कसैलाई फाइदा हुन्छ। जस्तै कसैलाई घाँस काटे हो यो चाहिँ के भयो त साधनको प्रयोग भयो। पहिलो र तृतीयमा चाहिँ थाहा भयो हो कि नै कोकाकी रोरारी नोनानी। तर हामीलाई चाहिने भने कुन हो जो मात्रै चाहिने हो। बुवा भन्ने नाम हो, नामको पछाडि के भाष दियो जोडिया छ, को विभक्ति सोध्दैन। किनभने प्रकार कक्षा भनेर सोधिन सक्छ। किनभने हाम्रो यो जो नेपाल आर्मीको हैन सिलेबसमा चाहिँ यो छैन, मारामाथि भन्ने छैन। तर कहिले चाहिँ तल सोधिन सक्छ तलका विभक्ति चिन्हहरू कुन कुन हुन् कुन होइन भनेर सोधेपछि हामीले त्यो त हो भनेर थाहा पाउनु। अब व्यक्तिले काम गर्दा साधनको प्रयोग गर्छ र साधनको प्रयोग गरेपछि उसले कसका लागि प्रयोग गर्छ त आफ्ना लागि प्रयोग गर्छ फाइदाजनक। र त्यसपछि त्यो त्यहाँबाट छुट्टिन्छ र फेरि पुनः चाहिँ फेरि के गर्छ त सम्बन्ध गाँच्छ।